हेर्नु यस्तो ताती भइराख्यो यो छाता लगाएको ठाउँमा पोखरा हलनचोक कहाँबाट जाने हो यस्तो हुँदो रहेछ नि मेरो चप्पल कुन्चेको हेलो हेलो धेरै छ अब अनि त्यो के अरे नाचेको ठाउँमा हेर्न चाहिँ कहाँबाट छिर्ने र नि भयो नाचेको हेर्न मन थियो ल सुन्दरी अनि धन्यवाद कलाकार भाइ बहिनीहरूलाई र त्यस्तै गरी अब हाम्रो अर्को एकल नृत्य रहेको छ वर्षबाट गीतको बोल छ पूर्णेको जुन बन्दा यो त हैन त्यसले यसो यसो गर्दाखेरि हैन यसो गरे यस्तो यस्तो गर्दा यसो गरे त्यसले भने यसो यसो गर्छ अनि त्यसो लाटा हान्दिएको मलाई भाइले नै लाटा हान्दिएको
ओइ पोखरा लेक साइड यस्तो भिड तिहारको टिकाको दिनमा गाई हेर्नुहोस् परिस्क्यो कुन फिल्मको नाम हो यो वरिष्ठ बलराम वरिष्ठ बलराम ठुलो मान्छेहरू नचला के छाता छ माथि छाता छ नचला के छाता छ अब बेलुन पनि छ भन्छ बेलुन नदेखा है किन लाउँछ अहिले घुम्नलाई आउनुहोस् होला यस्तो छाता हालेर रङ्गिन सङ्गिन बनाएको छ गाइडहरू साथीहरू तलैसम्म जाऊँ न तलदेखि घुमौँ फोटो खिच्ने मान्छेहरू हेर्नुहोस् यसलाई समाउनु भएको छ मेरो पनि एक्सन छाता हल्ले होला मोबाइलै समाउन आउँदैन मलाई खेल्ने मान्छेहरू बेलुनहरू 250 राम्रै नदेखेको छ नि के हो बिस्तारै नेक्स्ट साइड फेवातालमै आइपुग्यौँ त उसमा के अरे उसको दिनमा के को दिन रे होइन अस्ति के भएको थियो अरे आन्दोलन जेन्जी आउनेतिर खाली भएको लेक साइड आज हेर्नुहोस् आज उनीहरू यहाँ आउँछन् क्या उयो गर्नलाई जेन्जीको टाइममा खाली थियो नि त गाइज पुरै अहिले हेर्नुहोस् त यस्तो भयो यो लेक साइड फेवा लेक होइन यो भिडवाड फेवा लेक फेवाताल म चाहिँ क्यामेराम्यान हो बाबु आइसक्रिम भनेर अहिले एकछिनमा खाने है माथि आएर खाने है माथिबाट आएर अनि यसलाई पनि लैदिनु हेर्नुहोस् त मान्छे पानी छ त अनि यस्तो बेलामा फोटो खिच्नु के दामी आउँछ फोटो खिच्ने मान्छेहरू एउटा फोटोलाई 20 रुपियाँ दिएर खिच्नुपर्छ हेर त मलाई पनि यो भन्दा रहेछ खानेकुरा होइन नि त त्यो फ्लावर हो फ्लावर कपडाको फ्लावर
त्यो भुइँमा घिसाइदिरहेछ हेर्न खुट्टासम्म दिइरहेछ एउटा देख्दिन त के क्यामेरा त्यहाँ फोटो खिचिरहेको थियो त कहाँ हो कपाल मिलाउँदै खिचिरहेको त बाबु कहाँ हिँडेको यो अहिले अहिले यो के अरे पुलिस आएर लिएर जान्छ है खडखडेलाई खरखरेलाई मम्मीलाई कहाँ लान्छ हो खडखडेलाई भनेको समीरलाई क्या दामीको भ्यू आएर छ नि पानी आउँला खस्छ कि अँध्यारो भएको अब साँझ पऱ्यो जस्तो अस्तिको दिनमा खाली भएको किन अँध्यारो भएको त्यतातिर यता फेरि राम्रो आएको छ मान्छेहरू तैरिरहेछन् जलपरीहरूले बच्चा खेल्ने ठाउँ